किन डराएको क्या आउनु न आउनु तेरो आउनु भने किन नजाने ऊ यहीँसम्म अरे फोटो सोटो खिचेर आउने क्या फोटो त्यहाँ राम्रो हुन्छ उता कति खिच्ने यार फोटो खिचे त अरे यहाँ कस्तो रमाइलो हुन्छ आउनु आउनु त लाउनु अरे जानिस् के म छु त अनि अरे ऊ त्यहाँ त्यो उसमा क्या फोटो खिचेर आउने तपाईँले खिचिदिनुहुन्छ नि त आउनु अरे यार कस्तो डराएको हो मान्छे ऊ त्यहाँ जाम भनेको त्यो त्यहाँनिर त्यहाँ जाम भनेको डराएर यस्तो डराएको एक राउन्ड घुमेर आउनु पर्यो जङ्गलतिर चिसो चिसो पाइपहरूको त काम भइयो अब कति दिन बस्नुपर्ने हो थाहा छैन माख्रा सपनीहरुमा के भेट्छ सोच्नु पर्यो भनेको के सल्लाहहरू भएको ठाउँमा खासै के हुन्छ सल्लाहहरू रहेछ यता सल्लाहको बोटहरू बिहानमा नि आएको थिएँ म यतातिर अहिले चाहिँ त्यस्तो छ झलमल्ल यता खेती पनि गरे रहेछ यता जङ्गलमा है खेती पनि गरे रहेछ त्यहाँतिर ऊ त्यहाँ यस्तो जङ्गलको बिचमा खेती पनि गरेको रहेछन् त्यहाँभन्दा तलतिर पनि खेती चाहिँ टन्नै रहेछ ल यस्तो छ त्यहाँ तलतिर चाहिँ बजार बजार छ बजारै जस्तो छ त्यो के ठाउँ रहेछ तल त्यो सपनीहरुमा सधैँ सधैँ यता चाहिँ सब यो लगाएको यो सुकेको यो रुखहरू यो सबै यो के अरे उसको
सुन्तलाको सुन्तला खेती पनि यस्तो खतरा होइन सुन्तला खेती गरेर रहेछ यतातिर सुन्तला लगाइदिएको यस्तो हाम्रो उता बारीतिर पनि लाउनुहुन्छ हुन्छ होला यस्तो ठाउँ छ यस्तो ठाउँमा खेती नगरेर छोडेको छ सुन्तलाको बोट बिरुवाहरू लगाइदिएर ठ्याक्कै यता चाहिँ म ठ्याक्क धादिङ जाँदाखेरि ठ्याक्क हिँड्दै जाँदाखेरि ठ्याक्क लाएर बाटो हिँड्दै जाँदाखेरिको जस्तो याद आयो ठ्याक्क यस्तो छ जङ्गलहरू दामी ठाउँ चाहिँ के जानु खासै केही देखेन त मासतिर त झन् केही पनि छैन यता त तलतिर पनि यसो केही छैन केही नै छैन केही नभएपछि के जानु यति गाउँ पनि होइन घाम पुरा यस्तो लाह घाम अस्ताउने टाइम पनि भयो अहिले ठ्याक्क लाएर माया के होला खोजेको तिमीलाई खोजेको भोलि यस्तो छ होला है हेर्नु टक्क यतातिरको यस्तो ल इन्जोय गर्नु होला हेरेर नवबुद्ध फुलबारी दाप्चा भन्ने ठाउँ यस्तो छ हेर्नुहोस् हेर्नु होला यस्तै छ सबै ठाउँ हाम्रै गाउँ जस्तो हो तर फरक खासै केही छैन यहाँ अलिकति ठुला ठुला होटेल रिसोर्ट गुम्बाहरू अब त्यस्तै बनेर अलिक विकास भएको छ डाँडा पाखामा खासै यो डाँडामा के हुने ठाउँ होइन यति विकास भएको छ त्यस्तो गुम्बाहरू त ठुला होटेलहरू बनेको छ यसरी नै यहाँ चाहिँ विकास भएको छ वहाँ गर्ने हो भने चाहिँ हुँदो रहेछ भन्ने कुरा चाहिँ यहाँ आएपछि थाहा हुन्छ लगानी चाहियो हैन जस्तै हो सब कुछ पैसा भए सबै थोक हुन्छ यस्तै छ है त गाइस हेर्दै गर्नु होला हजुरहरूको पनि दिन शुभ होस् है मेरो भिडियो हेरिदिनु भएकोमा चाहिँ धन्यवाद भन्दै अहिले चाहिँ बिदा हुन्छु हस् त धन्यवाद।